हेलो एभ्रिवान, नमस्ते सबैजनालाई। फेरि पनि स्वागत छ मेरो अर्को नयाँ भिडियोमा। शुभ दिन शुभ रात भन्दै आजको भिडियो स्टार्ट गर्न गएर म चाहिँ लागिसके धान गुड्नतर्फ। कस्तो घाम छ, कस्तो घाम छ, कस्तो घाम छ। यस्तै घाम भएर चाहिँ धान गुड्नुपर्ने हुन्छ। म यहाँ चाहिँ अघि गइसकेको म चाहिँ भर्खर जाँदैछु। म हिँडेर चाहिँ आइपुगेँ भन्छ। हिँड्दै रहेँ म त खेल्पिसकेँ होला। यस्तो भयो है, भर्खर धान चाम्रा आउँदैछ। खेत आइपुग्यो। म त खानु गर्नुपर्ने अब चाहिँ मम्मी म यस्तो हुँदैछ। हामी चाहिँ मकै धान चाम्रा आउँछ। मम्मी गर्ने मम्मी ऊ 2 कट्ठा सक्यो। पुरै हाल्ने बेला मल हाल्ने बेला चाहिँ यो झार गोडेर मल हाल्ने बुवा होइन। बुवाले 2 कट्ठा गोडेको कस्तो गर्ने है मम्मी। के अरे मामे ग्यास्ट्रिक हो, पात होइन भन्नु। मेरो फोटो खिचिदिनु। हामी चाहिँ घाम मल्लिनु छैन। अब झार गोड्नुतर्फ मन परिसक्नु भयो। झार गोड्नु मेरो पालो औषधि हालिदिनु क्या। झार जस्तो डेन्जर छ नि। अब म हामी चाहिँ घाम मम्मी र बुवा गोड्दै हुन्छ धान। म पनि मैले गोडेको चाहिँ पुरै यस्तो लड्या हुन्छ कि मम्मीहरूले गोडेको। यहाँ पनि साथी यो धान हो कि जार हो त। यस्तो धान र जार बराबरी छ। अरू ठाउँमा यस्तो छ नि, यहाँ कस्तो भएको मेरो त्यतिकै हुन्छ। मेरो त हात यस्तो रातो। फाइनली हामी चाहिँ पानी हालेर एकछिन आराम गर्नुपर्ने हुन्छ। बस्यो एकछिन आराम गरेर अब अलिकति साथीहरु रोप गोडा सक्यो। मम्मी त घाँस काट्नु सक्यो। अब मम्मी घाँस काट्नु जानु
अघि कस्तो झारिरहेको थियो अहिले यस्तो भयो हामीले पुरा गरेर उभो परिदियो क्या अहिले चाहिँ हात यस्तो दुखेको नि एउटा कथा थियो होला घाँसको बारी पुऱ्याइसक्नु भएको छ यस्तो आजको मौसम क्या दामी भएको क्या